कर्कट राशि 2083 सालमा 9औं भावमा रहेको शनिले भाग्यको उदयमा केही ढिलाइ गरे पनि दीर्घकालीन सफलताको जग बसाल्नेछ। सुरुवाती मानसिक उथलपुथल हटेर जानेछ, किनकि यस वर्ष तपाईं समाजमा एक कुशल मार्गदर्शक र नैतिक नेतृत्वकर्ताको रूपमा स्थापित हुनुहुनेछ। अझ जेठ 19 पछि तपाईंको आफ्नै राशिमा उच्च अवस्थामा पुग्ने बलियो बृहस्पतिले त तपाईंको भाग्यलाई नयाँ उचाइमा पुर्याउँदै वैदेशिक यात्रा र उच्च अध्ययनसँग सम्बन्धित कार्यहरूबाट प्रशस्त कमाई गराउनेछ। ओहो, सुन्दा कुनै जादुमय कथा जस्तो लाग्छ नि, होइन र? एकदमै। तर यो कुनै कथा होइन, यो त नितान्त ब्रह्माण्डीय गणित हो। हो त नि, र यही ब्रह्माण्डीय गणितको आज हामी एकदमै गहिरो र सटीक विश्लेषण गर्दैछौं। हजुर, यो एक विशेष ज्योतिषीय र गृहीय विश्लेषण हो। हामीलाई प्राय के लाग्छ भने नि, जीवनमा लगातार सफल हुनु र सबै कुरा सजिलै पाउनु नै भाग्य हो। सामान्य बुझाइ त्यस्तै छ। तर VSM 2083 सालको आकाशीय क्यानभासले कर्कट राशिका व्यक्तिहरूको लागि एउटा बिल्कुलै फरक तथ्य भनिरहेको छ। पक्कै पनि। यो वर्ष सबैभन्दा ठूलो हतियार भनेको एक्सन वा आक्रामकता होइन, मौनता र ढिलाइ हुनेछ। किन त? आज हामी यही कुरा सटीक रूपमा डिकोड गर्दैछौं। एकदमै सटीक उठान गर्नुभयो। खासमा यो वर्षलाई सामान्य रूपमा लिनु ठूलो भूल हुनेछ। 2083 सालको नामै रौद्र संवत्सर हो। रौद्र संवत्सर। हजुर, अनि यो वर्ष अधिक मास परेको कारणले 12 होइन 13 महिनाको हुनेछ। ए, भनेपछि 1 महिना अतिरिक्त। ठ्याक्कै। यसको मतलब ब्रह्माण्डले हामीलाई कर्मको समीक्षा गर्न एउटा थप महिना दिइरहेको छ के। अझ चाखलाग्दो कुरा त के छ भने नि, यो वर्ष आकाशीय मन्त्रीमण्डलमा ज्ञान र विस्तारका प्रतीक देवगुरु बृहस्पति राजा छन्। हजुर। अनि साहस, युद्ध र आक्रमणताका कारक मंगल चाहिँ मन्त्री पदमा छन्। यसको मतलब त राज्य सत्तामा बुद्धि र बलको सिधै टक्राउ भयो नि त। हो नि। एकातिर राजा बृहस्पतिले शान्ति र नीति चाहने, अर्कोतिर मन्त्री मंगलले युद्ध र एक्सन चाहने। सही कुरा। यो विशिष्ट संयोजनले त कर्कट राशिका व्यक्तिहरूको जीवनमा ठूलै हलचल ल्याउने पक्का छ। तर यस्ता गहिरा निष्कर्षहरूमा पुग्नुभन्दा अगाडि नि एउटा महत्त्वपूर्ण कुरा प्रश्न पारिहालौं। हजुर, भन्नुहोस् न। आज हामीले जति पनि यो सटीक र यकिन जानकारी दिइरहेका छौं नि, यसको एकमात्र आधिकारिक स्रोत मेरो नेपाल मोबाइल एप हो। एकदम भरपर्दो हो। यो एप भनेको नितान्त आफ्नो व्यक्तिगत ज्योतिष हो। अब अरू कुनै पात्रो या क्यालेन्डर एप चाहिँदैन के, यो एउटै भए पुग्छ। सबै कुरा एकै ठाउँमा। ठ्याक्कै। हामीले यो निशुल्क सेवा ल्याएका छौं, जहाँबाट दैनिक एउटा निशुल्क प्रश्न सोध्न सकिन्छ। जस्तै विवाह, सम्बन्ध, सन्तान, आर्थिक, रोजगार वा विदेश यात्रा। हरेक प्रश्नको उत्तर तुरुन्तै प्राप्त हुन्छ। अनि कुण्डलीको कुरा पनि छ नि यसमा। हो त नि। अझ विशेष कुरा त आफ्नो कुण्डली र चलेको दशा अनुसारको व्यक्तिगत राशिफल प्राप्त गर्न सकिन्छ र कुण्डली अनुसार दैनिक 3वटा प्रश्न निशुल्क सोध्न सकिन्छ। यो त साँच्चै नै हातमा व्यक्तिगत मार्गदर्शक भए जस्तै भयो नि। जब हामीसँग यति यकिन र व्यक्तिगत कुण्डलीमा आधारित डेटा हुन्छ नि, तब हावाको भरमा होइन, पूर्ण आत्मविश्वास र तथ्यको आधारमा कुरा गर्न सकिन्छ के। त्यही भएर त हामी यति कन्फिडेन्सका साथ कुरा गर्दैछौं। त्यसो भए यही एपको आधारमा हेर्दा कर्कट राशिको लागि जेठ 19 को मिति किन यति धेरै महत्त्वपूर्ण छ त? यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो। म अलिकति यसको विज्ञान बुझाउँछु ल। हजुर। ज्योतिष शास्त्रमा प्रत्येक राशिको आफ्नो तत्व हुन्छ। कर्कट राशि भनेको जल तत्व अर्थात् पानीको राशि हो। पानीको राशि हो। पानीले भावना, संवेदना र हेरचाहलाई संकेत गर्छ। अर्कोतर्फ बृहस्पति भनेको ज्ञान, विस्तार र दर्शनको ग्रह हो। अनि जब जेठ 19 गते बृहस्पति मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छ नि, यो उच्च अवस्थामा पुग्छ। उच्च अवस्थामा? हजुर। यसको मतलब बृहस्पतिको ऊर्जाले त्यहाँ सबैभन्दा सहज र शक्तिशाली रूपमा काम गर्छ। भनेपछि ज्ञान र भावनाको मिलन भयो। व्यक्तिले केवल प्राविधिक ज्ञान मात्र बाँड्दैन के, उसले मानिसको मन बुझेर उनीहरूको भावनालाई कदर गरेर सल्लाह दिन्छ। एउटा सामान्य म्यानेजर र एउटा लिडर बीचको फरक नै यही हो नि। हो नि। कर्कट राशिका व्यक्तिहरूमा यही इमोशनल इन्टेलिजेन्स उच्चतम बिन्दुमा पुग्ने हुनाले समाजले उनीहरूलाई स्वतः एक कुशल सल्लाहकार र नेतृत्वकर्ताको रूपमा स्वीकार गर्छ।
तर यहाँनिर नि म अलिकति काउन्टर गर्न चाहन्छु ल। हजुर। भन्नुहोस्, सुन्दा त यो कुनै आदर्श संसारको परिकल्पना जस्तो लाग्यो क्या। सबै कुरा राम्रो मात्र हुन्छ भन्दा अलि पत्याउन गाह्रो भयो। त्यो स्वाभाविक हो। बृहस्पति उच्च हुँदैमा के कुनै अवरोध नै आउँदैन त? ब्रेक लाग्दैन कतै? ब्रेक पक्कै लाग्छ, अवरोध आउँछ नि। ब्रह्माण्डमा कुनै पनि कुरा निरन्तर एकै गतिमा अगाडि बढ्दैन। हेर्नुहोस्, भनेपछि कहिले लाग्छ त ब्रेक? असार 31 देखि साउन 29 सम्म बृहस्पति अस्त अवस्थामा रहनेछ। हस्त, मलाई यहाँनिर अलिकति कन्फ्युजन भयो। यो अस्त हुनु भनेको के हो? के यसले बृहस्पतिको सम्पूर्ण राम्रो फललाई शून्य नै बनाइदिन्छ त? शून्य नै बनाउने त होइन, तर यसलाई एउटा स्पीड बम्पको रूपमा बुझ्न सकिन्छ। ए, स्पीड बम्प? हजुर। अस्त हुनु भनेको गोचरको क्रममा कुनै पनि ग्रह सूर्यको धेरै नजिक पुग्नु हो क्या। सूर्यको तेज यति धेरै हुन्छ कि त्यसको अगाडि बृहस्पतिको ज्ञान र विस्तारको ऊर्जा अस्थायी रूपमा छेकिन्छ वा दबिएर रहन्छ। ओहो। अनि यो समयमा मानिसको विवेक र सही निर्णय लिने क्षमतामा केही बादल लाग्न सक्छ। त्यसैले यो समयमा शुभ कार्य र ठूला निर्णयहरू पूर्ण रूपमा रोक्नुपर्छ भनिएको हो। भनेपछि के पनि नगर्ने? नयाँ काम नगर्ने। यो एक्सन लिने होइन, रिभ्यू गर्ने समय हो। यसको मतलब त आकाशीय गणितले हामीलाई अगाडि बढ्न रोकेको होइन रहेछ? होइन नि, बरु हतार गरेर खाड्डोमा पर्नबाट बचाउन ब्रेक पो लगाइदिएको रहेछ। ठ्याक्कै सुरक्षा कवच हो यो। योजनाहरूको पुनर्मूल्याङ्कन गर्ने यो समयलाई सदुपयोग गर्नु पर्यो। अब रिभ्यू र मूल्याङ्कनको कुरा आउँदा नि शनिको कुरा नगरी पूर्ण चित्र बन्दैन जस्तो लाग्छ मलाई त। एकदम सही कुरा। शनिको भूमिका निकै ठूलो छ। वर्षभरि नै शनि मीन राशिमा अर्थात् कर्कट राशिको 9औं भावमा रहन्छ। 9औं भाव भनेको त भाग्यको भाव हो नि, होइन र? हजुर, हो। अनि भाग्यको घरमै गएर शनि बस्दा के हुन्छ त? सुरुवातमा त यसले मानिसलाई चरम निराशा दिन सक्छ। निराशा? हजुर, किनभने शनि स्वभावैले सुस्त ग्रह हो। 9औं भावमा शनि बसेपछि नि भाग्यले सजिलै साथ दिएको महसुस हुँदैन। गरेका कामहरूमा अनावश्यक ढिलाइ हुन्छ। तर हेर्नुहोस्, शनिको भित्री उद्देश्य अत्यन्तै गहिरो हुन्छ। शनिले कहिल्यै पनि हावामा महल बनाउन दिँदैन। मैले बुझे। हामी सधैँ सुन्छौं शनि भनेको कडा शिक्षक हो भनेर। हजुर। तर मलाई यो उपमा अलि पुरानो लाग्यो के। मेरो विचारमा नि शनि भनेको कडा शिक्षक होइन। अनि के हो त? शनि भनेको तपाईको जीवनको स्ट्रक्चरल इन्जिनियर हो। ओहो। हो नि। उसले बाहिरको रङरोगन वा भित्ताको सजावट हेर्दैन, उसले पिल्लर कति बलियो छ भनेर हेर्छ। यदि सफलताको जग वा पिल्लर कमजोर छ भने नि उसले त्यो भत्काएरै छाड्छ र फेरि बलियो जग हाल्न बाध्य बनाउँछ। के यो कुरा सही हो? 100% सही। अत्यन्तै सटीक उपमा दिनुभयो। शनिले क्षणिक र सस्तो लोकप्रियतालाई भत्काएर दीर्घकालीन सफलताको ठोस जग निर्माण गर्छ। अनि अर्को कुरा, 9औं भावले वैदेशिक यात्रा, धर्मकर्म, प्रकाशन र उच्च अध्ययनलाई संकेत गर्छ नि त। हजुर। त्यसैले जो व्यक्ति यो वर्ष विदेशमा उच्च शिक्षाको लागि जाँदैछन् वा अनुसन्धान र प्रकाशनको क्षेत्रमा छन्, उनीहरूले सुरुमा असाध्यै मिहिनेत गर्नुपर्छ। सुरुमा दुःख हुन्छ नि, तर जब त्यो तपाईले भने जस्तै इन्जिनियरले जग पास गर्छ नि, तब उनीहरूले प्राप्त गर्ने आर्थिक लाभ र स्थायित्व अथाह हुन्छ के। त्यो सफलता जीवनभर टिक्ने प्रकृतिको हुन्छ। भनेपछि शनिले सफलताको जग त बलियो बनाउँछ, तर त्यो जगभित्र बस्ने मानिसको मानसिकता कति बलियो छ भनेर परीक्षण गर्ने काम चाहिँ कसले गर्छ नि? त्यहाँ आउँछ अको महत्त्वपूर्ण ग्रह। किनकि यो वर्षको मन्त्रीमण्डलको मन्त्री अर्थात् मंगल ग्रहको कुरा नगरी त यो विश्लेषण अपुरो हुन्छ। यहाँनिर कथा कसरी मोडिन्छ त? यहाँनिर हामीले अत्यन्तै गम्भीर भएर ध्यान दिनुपर्ने हुन्छ। किन नि? किनकि यो वर्ष कर्कट राशिको लागि सबैभन्दा ठूलो खतराको घण्टी मंगलले नै बजाउँदैछ। ओहो, खतराको घण्टी? हजुर। असोज 5 गते जब मंगल कर्कट राशिमै प्रवेश गर्छ नि, यो नीच अवस्थामा पुग्छ। फेरि पनि मलाई यसको मेकानिजम बुझ्न मन लाग्यो। मंगल कर्कट राशिमा आउँदा किन नीच हुन्छ र यसले मानिसको रिसलाई कसरी अस्वाभाविक रूपमा बढाउँछ त? एकदम सरल तरिकाले बुझाउँछु ल। अघि हामीले भन्यौ कर्कट जल तत्व हो, शान्त पानी हो। हजुर। अनि मंगल भनेको नि शुद्ध आगो हो, ऊर्जा हो, युद्ध हो। आगो र पानी। अब कल्पना गर्नुहोस् त, शान्त पानीमा बलिरहेको आगो मिसाउँदा के हुन्छ? आगो राम्रोसँग बल्न पनि पाउँदैन र पानी पनि शान्त रहँदैन नि।
पानी उम्लिन थाल्छ नि। हो, ठ्याक्कै। ज्योतिषीय रूपमा यसलाई नीच अवस्था भनिन्छ, जहाँ ग्रहले आफ्नो सकारात्मक ऊर्जा गुमाउँछ र नकारात्मक प्रभाव मात्र दिन्छ। बाफ्रे, यो त प्रेसर कुकर जस्तो भयो नि त। कस्तो प्रेसर कुकर? जसको सिट्टी अर्थात् सेफ्टी भाल्भ बिग्रिएको छ के। बाहिरबाट हेर्दा कुकर शान्त देखिन्छ, तर भित्रभित्रै पानी उम्लिएर प्रेसर बढिरहेको छ, कुनै पनि बेला विस्फोट हुने पर्खाइमा। एकदम सही। बाहिरबाट हेर्दा व्यक्ति शान्त देखिए पनि भित्रभित्रै ज्वालामुखी फुट्ने अवस्था सृजना हुन्छ क्या। अझ डरलाग्दो कुरा त के छ भने नि, भन्नुहोस् न, पुष 27 गतेदेखि चैत 19 गतेसम्म मंगल ग्रह वक्र अर्थात् उल्टो गतिमा चलेको अवस्थामा रहनेछ। उल्टो गति? हजुर, पृथ्वीबाट हेर्दा ग्रह उल्टो हिँडेको जस्तो देखिने यो अवस्थामा मंगलको आक्रामक ऊर्जा बाहिर निस्कन पाउँदैन र भित्रै गुम्सिएर रहन्छ क्या। यसले मानिसमा अस्वाभाविक जिद्दीपन र हताशा ल्याउँछ। यसको प्रत्यक्ष असर चाहिँ कहाँ पर्छ त? दैनिकीमा यो कसरी प्रकट हुन्छ? यसको सबैभन्दा ठूलो र विनाशकारी असर सम्बन्धहरूमा पर्छ। सम्बन्धमा? हजुर, अकारण जीवनसाथीसँग झगडा हुने, साना साना कुरामा व्यापारिक साझेदारहरूसँग गहिरो दरार आउने यकिन सम्भावना देखिन्छ। यो समयमा मनै सही हुँ भन्ने अहंकारले ठूलो रूप लिन्छ। भनेपछि इगो बढ्छ। एकदम। यदि यो समयमा नयाँ ठूलो परियोजना सुरु गर्ने वा कसैसँग आक्रामक रूपमा कानूनी लडाईँ लड्ने सोच बनाइएको छ भने नि, त्यो सिधै दुर्घटनालाई निम्तो दिनु हो। भनेपछि कर्कट राशिका लागि यो वर्षको सबैभन्दा ठूलो मन्त्र भनेकै मौनता र धैर्यता हो। 100%। जहाँ मंगलले रिस उठाउँछ नि, त्यहाँ चुपचाप बस्नु नै बुद्धिमानी भयो। आफ्नो रिसलाई जित्न सक्नेले मात्र त्यो उच्च बृहस्पतिको स्वर्ण अवसरलाई सदुपयोग गर्न सक्छ। एकदमै सटीक कुरा गर्नुभयो। तर के धैर्यताको परीक्षा भावना र रिसमा मात्र सीमित छ त? आर्थिक र व्यापारिक रणनीतिको पाटोमा नि के सजग हुनुपर्छ कि? परीक्षा त्यतिमै सकिँदैन नि। धैर्यताको अर्को गहिरो परीक्षा बुध ग्रहले पनि लिनेछ। बुध ग्रहले? हजुर, बुध भनेको बुद्धि, सञ्चार र व्यापारको कारक ग्रह हो। उच्च बृहस्पति र 9 भावको शनिको प्रभावले पदोन्नति र आर्थिक लाभ त सुनिश्चित गर्छ, तर बुध ग्रहको बारम्बारको अस्त र वक्र चक्रले बाटोमा ठूलै भ्रम सिर्जना गर्छ। जस्तै असाढ 16, मंसिर 18 र माघ 27 मा सुरु हुने बुधको वक्र गतिले विशेष गरी बैंकिङ क्षेत्र र सञ्चारमा गडबडी ल्याउँछ। यसलाई अझ व्यावहारिक रूपमा बुझाउनुहोस् न। बैंकिङमा गडबडी भन्ने ठ्याक्कै कस्तो अवस्था हो? अब भनौं न, बुध सञ्चार र सम्झौताको ग्रह भएकोले नि वक्र अवस्थामा साना फाइन प्रिन्ट अर्थात् कागजातका मसिना अक्षरहरूले ठूलो कानूनी फन्दामा पार्न सक्छन्। डकुमेन्टमा विचार पुर्याउनु पर्ने रहेछ। हो नि। उदाहरणको लागि, कसैले ब्याङ्कबाट ऋण लिँदै हुनुहुन्छ र सम्झौता पत्रमा हतारमा हस्ताक्षर गर्नुभयो। पछि गएर त्यही सम्झौताको एउटा सानो बुदाले ठूलो आर्थिक नोक्सानीमा पार्न सक्छ। वा भनौं न, इमेल मार्फत गरिएको एउटा सानो संवादलाई गलत रूपमा बुझिँदा व्यापारिक ठेक्कान नै रद्द हुन सक्छ। भनेपछि यो वर्ष हतारमा होइन, अत्यन्तै रणनीतिक रूपमा कदम चाल्ने वर्ष हो। डकुमेन्ट 2 पटक पढ्ने, 1 दिन पर्खिने र मात्र हस्ताक्षर गर्ने। ठ्याक्कै। आकाशीय ऊर्जाले हामीलाई बाटो त देखाउँछ नि, तर त्यसमा ठेस नलागी कसरी हिँड्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा हुन्छ के। सन्तुलन मिलाउने कला नै यो वर्षको कुञ्जी हो। कति गहिरो र यथार्थपरक विश्लेषण। समग्रमा भन्नुपर्दा नि 2083 साल कर्कट राशिको लागि एक ऐतिहासिक र रूपान्तरणकारी वर्ष हो। हजुर। उच्च बृहस्पतिले अभूतपूर्व उचाइ दिन्छ, समाजमा नैतिक नेतृत्वकर्ता बनाउँछ। 9औं भावको शनि अर्थात् त्यो स्ट्रक्चरल इन्जिनियरले सफलताको बलियो जग बनाउँछ। एकदम। तर नीच र वक्र मंगलले प्रेसर कुकर जस्तै रिसको कडा परीक्षा लिन्छ र अन्त्यमा बुधले व्यापारिक रणनीतिमा चनाखो हुन सिकाउँछ। हो, यो पूर्ण रूपमा आफूलाई चिन्ने र आफ्ना कमजोरीहरूलाई हतियारमा बदल्ने वर्ष हो। अन्त्यमा म एउटा विचार छोडेर जान चाहन्छु। हजुर, भन्नुहोस् न। हामी सधैँ सोचौं भाग्य भनेको सजिलै प्राप्त हुने कुरा हो, तर यदि 9औं भावको शनिले भाग्यलाई ढिलाइ गरिरहेको छ भने नि, के त्यो ढिलाइ आफैमा एउटा ब्रह्माण्डीय सुरक्षा कवच हुन सक्दैन र? ओहो,
सायद त्यो सुरुवाती सङ्घर्ष नै त्यो हतियार हो जसले कर्कट राशिलाई वर्षको अन्त्यमा अजय बनाउनेछ। अत्यन्तै विचारणीय प्रश्न। साँच्चै नै कहिलेकाहीँ ब्रह्माण्डले दिएको ढिलाइ नै जीवनको सबैभन्दा ठूलो आशीर्वाद बन्न सक्छ। हो त नि। र यस्तै सठिक कुराहरू आफ्नो कुण्डलीमा आधारित व्यक्तिगत जानकारीको लागि मेरो नेपाल मोबाइल एप प्रयोग गर्न नभुल्नुहोला। हजुर। आजको यो विशेष र गहन विश्लेषण हामी यही टुङ्ग्याउँछौं। सचेत रहनुहोस्, शान्त रहनुहोस् र आफ्नो सफलताको जग बलियो बनाउनुहोस्।